एउटा ट्रेनरले एउटा कुरा गर्ने, एउटाले अर्को कुरा। अब त्यो तपाईँको लागि कुन बेटर हुन्छ, त्यो तपाईँले आफैले भगवान्ले सबैलाई दिमाग दिएर पठाएको चाहिँ अरूको कपी गर्नलाई त होइन होला नि त। आफ्नो स्वविवेक पनि त प्रयोग गर्नुपर्छ होला नि त। कसले भने चाहिँ ठिक हुन्छ, मेरो लागि कुन स्ट्राटेजी राम्रो हुन्छ भन्ने कुरा त स्वविवेक पनि प्रयोग गर्नुपर्छ। मेरो म आफ्नो भर्डिक्ट म आफैले भन्छु होइन। अब मलाई चाहिँ त्यो राम्रो लाग्छ, त्यो ठिक लाग्छ। अब मैले भनेको 100% राइट हुन्छ, यही नै गर्नुहोस् म भन्दिनँ। तर म चाहिँ आइपिओवाला सेयर चाहिँ बेच्न हतार नगर्नुहोस् भन्छु क्या। आइपिओवाला सेयर चाहिँ कहिले बेच्ने भन्दा जब तपाईँलाई एकदम इमर्जेन्सी पैसा चाहिन्छ नि, र ट्रेडिङ चाहिँ केमा गर्ने, अर्को डिम्याटबाट गर्ने। त्यो चाहिँ सेकेन्ड्रीबाटै किनेको बेच्ने हो क्या। सेकेन्ड्रीबाटै किनेको सेकेन्ड्रीमै बेचेर अनि बल्ल तपाईँले ट्रेडिङ सिक्नुहुन्छ। आइपिओवाला सेयर बेचेर ट्रेडिङ सिकिँदैन है, त्यो मेरो भर्डिक्ट हो। फेरि मैले भनेको राइट भन्न खोजेँ होइन, यहाँ अरू ट्रेनरले भनेको कुरा चाहिँ रङ, मैले भनेको कुरा मात्र राइट मैले भन्न खोजेँ होइन। आइपिओमा भएको सेयर बेचेर तपाईँले केही पनि सिक्नुहुन्न। त्यो नाफा मात्र हुन्छ, सेयर बजार सिकिँदैन, कहिले पनि सिकिँदैन। किन आइपिओ तपाईँले 100मा किने हो नि त। 100मा किन्दाखेरि के चाहिँ किन्दाखेरि के एनालाइसिस, सेयर बजार भनेको सेल मात्र होइन नि त, बाहिर सेल हो क्या। कुनै पनि ट्रान्जेक्सनमा नाफा कमाउनलाई बाई गर्न र सेल गर्न सिक्नुपर्छ। कुन प्राइसमा किन्ने र कुन प्राइसमा बेच्ने, कस्तो अवस्थामा किन्ने र कस्तो अवस्थामा बेच्ने भन्ने नसिकिकन सेयर बजार सिकिँदैन। र जुन आइपिओमा किन्दाखेरि तपाईँले के एनालाइसिस गर्नुभयो त, कम्पनीले पार भ्यालुमै दियो, ल 100को माल 100मै लैजा भनेर दिएर फाइदा भयो नि। त्यो त तपाईँले त किन्न सिक्नु नै भएन। भनेपछि ट्रान्जेक्सनको दुईवटा पार्ट हुन्छ, बाहिर सेल मात्र सिकेर ट्रान्जेक्सन सिकिँदैन क्या। तपाईँले किन्न आउँदैन, बेच्न मात्र आउँछ, कसरी नाफा हुन्छ, हुँदैन नि। आइपिओमा बेच्ने भनेको बेच्न मात्रै सिक्नुहुन्छ तपाईँले, किन्न सिक्नुहुन्न क्या। जहिले पनि ट्रान्जेक्सन भनेको बाई सेल हो। यो बाहिर सेल दुइटै सँगसँगै आउँछ कि दुइटैसँगै आउँछ कि आउँदैन है, यो कुरा बुझ्नु पर्यो। त्यही भएर दुइटै कुरा सिक्नुपर्छ। र दुइटै कुरा सिक्नलाई आइपिओमा परेको सेयर बेचेर तपाईँले दुइटै कुरा सिक्नुहुन्न। आइपिओमा परेको सेयर बेचेर केही पनि सिकिँदैन भन्छु क्या म चाहिँ। आइपिओवाला सेयर जहिले बेचे नि फाइदा हुन्छ। अब सायद श्रीनगर एग्रिटेक कहिले पनि 100मा आउँदैन कि, आउँछ होला त, मलाई चाहिँ आउँछ जस्तो लाग्दैन। श्रीनगर एग्रिटेक अब कहिले पनि 100मा आउँदैन। तपाईँले यो बेचेर के चाहिँ सिक्नुहुन्छ, केही पनि सिक्नुहुन्न। तपाईँले यो बेचेर बस मार्केटमा सप्लाई दिनुहुन्छ क्या।